हुन्छ सर्वप्रथम परमेश्वरलाई धन्यवाद यो समय दिनु हुने आदरणीय सञ्चालक बहिनीलाई धन्यवाद साथै तपाईँ सबैलाई यसरी ध्यान अभिवादन प्रवेश कृष्णमा जय मसिह अनि यसै गरी अनलाइनमा जति पनि यो समय हाम्रो एनोन मण्डली परिवारको सङ्गतिलाई हेरिराख्नुहुने प्रभुको दासहरू अथवा प्रभुले नचिनेका मित्रहरू हुनुहुन्छ होला सबैलाई पनि नमस्ते अनि दर्शकलाई जय मसिह हुन्छ। साँच्चै कि हामी सदा चाहिँ आज फेरि पनि परमेश्वरको महिमाको लागि हामी आएका छौँ। परमेश्वर चाहिँ महिमाको योग्यको परमेश्वर हुन्छ। आमेन। साँच्चै कि हामी कतिजना विश्वास गर्छौँ परमेश्वर महिमाको योग्यको परमेश्वर। आमेन। परमेश्वरले हामीलाई जस्तै अवस्थामा पनि अङ्गाल हुने परमेश्वर हुनुहुन्छ। हालेलुया। साँच्चै परमेश्वरले हाम्रो जीवनलाई हर पल हर बखत चाहिँ वाच गर्ने परमेश्वर हाम्रो हरेक चाललाई उहाँ जान्नुहुन्छ, हाम्रो विचार जान्नुहुन्छ र प्लस हाम्रो जीवनलाई हरेक समय असल ठाउँमा डोर्याउनुहुन्छ। आमेन। हालेलुया। म तपाईँको बेसमा आजको यो आराधनामा जानुभन्दा अघि साँच्चै हाम्रो हरेक पल परमेश्वरलाई आराधना दिने समय हो। हामी ख्रिस्टमा जिउँदै गर्दा ख्रिस्टमा आउँदै गर्दाखेरि ख्रिस्टमा हामीलाई ख्रिस्टले उहाँमा बोलाउँदै गर्दाखेरि नै किन हामी आराधकहरू हुनको लागि बोलाउनु भएको छ। आमेन। किनभने परमेश्वर आराधना रुचाउनुहुन्छ। उहाँले आदिमा जब मानिसलाई बनाउँदै गर्दाखेरि उहाँलाई आराधनाको लागि उहाँसँग सङ्गति जब हाम्रो हुँदछ नि उहाँलाई आराधना हुँदै गरेको हुन्छ। आमेन। हालेलुया। साँच्चै प्रभु महान हुनुहुन्छ। म तपाईँको बिचमा भजन सङ्ख्या 148 लाई यहाँ स्क्रिनमा पनि हाम्रो आदरणीय अगुवा विजय भाइले राखिदिनु हुनेछ। 1 देखि 67 म तपाईँको बिचमा 13 सम्म पाठ गरिदिन्छु है। 13 सम्म। हालेलुया। तपाईँहरूले स्क्रिनमा हेर्न सक्नुहुनेछ। हालेलुया। हुन्छ म यहाँ चाहिँ म बाइबलमा हेर्छु, तपाईँहरू स्क्रिनमा हेर्नु होला। यो अलिकति बाइबल सानो अक्षर छ तैपनि म हेर्ने प्रयास गर्छु है। ओके। यहाँ सारा विश्वले परमेश्वरको प्रशंसा गर्ने आह्वान भनेर लेखिएको छ। माथि टाइटल म चाहिँ 1 मा हालेलुया। स्वर्गबाट परम प्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका स्वर्गीय दूतगण हो प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना उहाँका प्रशंसा गर। हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर। हे चम्किला तारा हो उहाँको प्रशंसा गर। हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो तिमीहरूले उहाँको प्रशंसा गर। तिनीहरूले परमप्रभुका नामको प्रशंसा गरून् किनकि उहाँले आज्ञा गर्नुभयो र तिनको सिर्जना भयो। उहाँले तिनलाई सदा सर्वदाको निम्ति स्थापित गर्नुभयो अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो। पृथ्वीबाट परमप्रभुको प्रशंसा गर। हे विशाल जलजन्तु हो र सबै गहिरा सागर हो। बिजुली र पसिना हिउँ र बादल उहाँको वचन मान्ने आदि बेहेरी हो। पहाडहरू र सबै डाँडाहरू हो। फलाउने रुखहरू र सबै देवदारू हो। जङ्गली जानवर र सबै गाईबस्तुहरू हो। साना जन्तु र उड्ने पक्षीहरू हो। पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू, युवकहरू र कन्याहरू र वृद्ध बालकहरू परमप्रभुको प्रशंसा गर। तिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून् किनकि उहाँको नाम मात्र महान छ। उहाँको महिमा पृथ्वी र आकाशमाथि पनि उच्च छ। आमेन। परमेश्वर चाहिँ उच्चमा हुने परमेश्वर हुन्छ। त्यसकारण परमेश्वरलाई तपाईँ र मैले जति पनि अहिले हामीले भाषण गर्दै गर्दाखेरि त्यहाँ हामीले देख्यौँ कि प्रभुले यावत थोक बनाउनु भएको छ। यावत थोकलाई बनाउनु उद्देश्य के रहेछ? परमेश्वरलाई उचाल्नको निम्ति। परमेश्वरलाई हरेक कुराबाट आफ्नो तहले महिमा दिँदै गरेका हुन्छ। तर आज तपाईँ र मलाई चाहिँ सबै सास हुने प्राणी के गर्नुपर्छ? प्रशंसा गरोस्। हामी चाहिँ अझै परमेश्वरको अति नै शक्तिशाली हातमा राखेर बनाएका जाति हो। किनभने आकाश भन्दा पनि उच्च अनि सबै देवहरूभन्दा पनि महान प्रभु हुन्छ। थ्याङ्क यू। यसका परमेश्वरलाई साँच्चै हामी यो समय प्रभुलाई हामी हेर्नेछौँ। यस गरी हामी हरेक प्रभुलाई धन्यवाद दिन्छौँ। यस गरी हाम्रो प्रभुलाई उचाल्नेछौँ। यस गरी हालेलुया। तपाईँको नामलाई यस गरी प्रभु हामी सबै आफ्नो कोडको लागि बोलिकन
प्रभुलाई उचाल्नको लागि प्रभु तपाईँको उपस्थिति मागिरहेका छौँ। हो प्रभु साँच्चीकै तपाईँको त्यो हाम्रो जीवनमा गर्नुभएको कार्यहरूलाई वर्णन गरिकन त्यो कार्यहरूलाई सम्झना गरिकन तपाईँलाई धन्यवाद चढाउँदछौँ। प्रभु तपाईँको नामलाई उचाल्दछौँ। प्रभु साँच्चीकै तपाईँ हाम्रो सर्वशक्तिमान हुनुहुन्छ। तपाईँ चाहिँ आफा पिता यावा बोलाउनुहुने जो सृष्टिकर्ता प्रभुलाई उचाल्दछौँ। यसरी तपाईँलाई कसो चाहिएका छौँ तपाईँको महिमा गर्दछौँ। तपाईँलाई हामी केवललाई उचाल्दछौँ। प्रभु तपाईँ चाहिँ सागरभन्दा गहिरो प्रेम गर्ने प्रभु हुनुहुन्छ। आकाशभन्दा उच्च नाम हुनुहुने परमेश्वर। हालेलुया। आसमानभन्दा विशाल विशाल हाम्रो जीवनमा अनुग्रह गर्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। थ्याङ्क यू लर्ड। Oh
तपाईँ कति कृपा गर्नुपर्नेछ। आज हामी यसै विदेशको भूमिमा रहेर तपाईँलाई उचाल्न पाएका छौँ। विदेशको भूमिमा रहेर तपाईँको महिमा गर्न पाएका छौँ। आज कतिले विदेशको भूमिमा आएर तपाईँलाई पाएका छौँ। तपाईँले हामीलाई दिनुभएको छ। तपाईँले हाम्रो सम्बन्धहरू गाँसिदिनुभएको छ। यसको कति कृपाहरू तपाईँमा नाता गाँस्नको लागि तपाईँ सधैँ चाह गर्ने परमेश्वर हो। प्रभु साँच्चै हाम्रो जीवनलाई पनि तपाईँ शैतान जहिले पनि हाम्रो जीवनलाई नाश गर्न खोजिरहेका हुन्छन्। तर तपाईँको त्यो प्रेम, तपाईँको त्यो वास्ता, तपाईँको त्यो शक्तिले चाहिँ हामीलाई सधैँ जीवन दिन, त्यो पनि प्रशस्त मात्रको जीवन दिनको लागि प्रभु हामी कति कृपालु मान्छे परमेश्वरका जाति उहाँको परमेश्वर। थ्याङ्क यू जिजस, तपाईँको उपस्थितिको लागि साँच्चै तपाईँलाई हामी यो समयमा उचाल्दछौँ। थ्याङ्क यू, किन तपाईँ जस्तो कोही पनि यो संसारमा छैन।
परमेश्वर हो प्रभु साँच्चै हामी तपाईँको हरेक कार्यलाई हामी वर्णन गर्दछौँ यसरी हो प्रभु साँच्चै तपाईँ बिना शर्तको प्रेम गर्ने नानी जातिको हरेक श्रापलाई तपाईँ आफूमाथि लिनुहुने परमेश्वर हो प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। थ्याङ्क यू जिजस तपाईँले त्यो महान प्रेम मानिसले गर्नुभएको छ हो प्रभु त्यो मानिसको प्रेम त्यो प्रेमले गर्दाखेरि आज हामी यसरी तपाईँमा हामी जीवित छौँ प्रभु हामी जिउँदो छौँ हामी यो समय आनन्दित छौँ हामी जिउँदो छौँ हालेलुया साँच्चै हामी प्रभुमा जिउँदो छौँ। थ्याङ्क यू जिजस हामी सबैले भन्दछौँ हामी प्रभुमा जिउँदो छौँ हामी प्रभुमा जिउँदो छौँ हामी साँच्चै आज हामी प्रभुमा परमेश्वरमा भएर प्रभु तपाईँको कामले गर्दाखेरि अब हाम्रो जीवनमा तपाईँमा कुनै मृत्युले राज्य गर्न सक्ने छैन। थ्याङ्क यू जिजस तपाईँको त्यो प्रेमले गर्दाखेरि आज हामी तपाईँमा गौरी उठ्न सक्नेछौँ। थ्याङ्क यू त्यस कारणले हामी तपाईँलाई प्रशंसा दिन्छौँ किन तपाईँ महान हुनुहुन्छ प्रभु तपाईँ हाम्रो कृपालु प्रभु। थ्याङ्क यू आज हामी सुन्दर समयमा हामी जब तपाईँसँग कनेक्टिङ हुँदै गर्दाखेरि तपाईँको त्यो प्रशंसा गर्दै गर्दाखेरि हरेक दुष्टका बन्धनहरू ठोकिँदैछ यसरी हामीलाई हरेक दुष्ट हरेक क्षेत्रमा भएका हरेक हामीलाई वचन पढ्न नदिने दुष्टहरू भागिरहेको छ यसरी हामीले प्रार्थना गर्न नदिने दुष्टहरू भाग्दछ यसरी हाम्रो सन्ततिलाई यसरी हरेक सामना यसरी ठोकिँदैछ यसरी परमेश्वरलाई हामी उचाल्दछौँ किनभने परमेश्वरको वचनले भन्दछ तर बेला आएर छ त्यो बेला आएर सच्चा आराधनाहरू परमेश्वरलाई जब आराधना गर्दछ आत्माको सत्य किनभने परमेश्वर नै स्वयं आत्मा हुनुहुन्छ त्यसकारण हामी सबैले आराधना गर्नुपर्छ आत्माको सत्यता हालेलुया प्रभु हाम्रो महान परमेश्वरलाई उचाल्दछौँ साँच्चै हामी सँग हुन्छ आज परमेश्वरले हामीलाई नयाँ जाति बनाउनुभएको छ हरेक दुष्टका कुराहरूलाई त्यागेको नाममा हामी प्रभुसँग जिउनको लागि परमेश्वरले उहाँलाई दिएको छ। थ्याङ्क यू जिजस तपाईँको आशिषको लागि थ्याङ्क यू प्रभु तपाईँले तोडिरहनु भएको छ। वचनले भन्दछ हे थाकेर दौडी जाऊ म कहाँ कतिबाट विश्राम दिनुहोस् साँच्चै तपाईँ विश्राम दिनु परमेश्वर हामी तपाईँको धन्यवाद दिन्छौँ। थ्याङ्क यू लर्ड हाम्रो आत्मालाई विश्राम दिनुहोस् शरीरले मात्र होइन तपाईँले आत्मालाई पनि प्रेम गर्नुहुन्छ शरीरले पनि प्रेम गर्नुहुन्छ। आज साँच्चै तपाईँसँग बस्नको लागि हामीलाई तपाईँको भवनमा तपाईँको उपस्थितिमा हामीले बोलाउनु भयो भने तपाईँलाई धन्यवाद दिन्छु। थ्याङ्क यू वचनले भन्दछ जहाँ दुई तिनजनाहरूमा भेला हुन्छ म तिनीहरूको माझ गर्नेछु। हाम्रो परमेश्वर यसरी हाम्रो माझै हुनुहुन्छ। हाम्रो परमेश्वर फेरि ताली बजाएर धन्यवाद यस प्रभु साँच्चै तपाईँ कति कृपालु परमेश्वर सधैँ वास्ता गर्नु परमेश्वर हामी सधैँ रहेर सङ्गति गर्नुहुने परमेश्वर औ प्रभु हामी तपाईँलाई धन्यवाद जतिले आज हाम्रो बिचमा तपाईँको उपस्थिति जतिलाई तपाईँले दिनुभयो धन्यवाद। साँच्चै तपाईँमा विश्वास गर्छु हामी हरेकको जीवनमा तपाईँको उपस्थितिबाट तपाईँले आज जुन दिनुभएको कुरोलाई हामीले रिसिभ गरेका छौँ। साँच्चै हाम्रो जीवनमा चाहिने वचन तपाईँले दिइसक्नु भएको छ किन तपाईँको उपस्थिति तपाईँले त्यतिकै ल्याउनु हुँदैन। हाम्रो जीवनमा केही उपहार लिएर आउनुहुन्छ किन तपाईँको वचन जहिले पनि बोल्नुहुन्छ। तपाईँको वचन जब आउँदछ गीत लानको लागि होइन
त्यो दिनको लागि तपाईँ आउनुभएको छ। तपाईँको उपस्थिति हामीले वचन ल्याउनु भएको छ, आशिष ल्याउनु भएको छ। हालेलुया। यसैया 55:11 तपाईँको वचन जब आउँदछ त्यो फिर्ता जाँदैन, त्यसले चाहिँ हाम्रो जीवनमा काम गर्दछ। तपाईँको उपस्थिति चाहिँ आउनुको उद्देश्य छ हाम्रो जीवनलाई बनाउनु। बहुत धन्यवाद त्यसको लागि। हामी रिसिभ गर्छौँ, हामी रिसिभ गर्छौँ, हामी रिसिभ गर्छौँ। यसको तपाईँको वचन रिसिभ गर्छौँ। हालेलुया। साँच्चै आज तपाईँले हाम्रो त्यो वचन चाहिँ हाम्रो जीवनहरूलाई निर्माण गर्नको लागि आज हाम्रो यस मण्डली परिवारलाई निर्माण गर्नुको निम्ति तपाईँले ल्याउनु भएको छ। आज यस मण्डलीबाट जति पनि आज टाढा हुनुहुन्छ उहाँहरूलाई फेरि मण्डलीमा ल्याउनको लागि त्यो वचन ल्याउनु भएको छ। हामीलाई धन्यवाद छ। आज जति पनि तपाईँका छोराहरूले आफ्नो कामको सिलसिलामा भएर चाहिँ तपाईँको महिमा त्यो ठाउँबाट लैराख्नु भएको छ, त्यसको लागि त्यो वचनलाई हामी यो समय स्वीकार गर्छौँ, हामी रिसिभ गर्छौँ, स्वागत गर्छौँ। प्रभु धन्यवाद आजको समयको लागि। थ्याङ्क यू, थ्याङ्क यू, थ्याङ्क यू। सारा आदर, सारा महिमा, प्रशंसा केवल येशूलाई। हामी सबैले भनेछौँ आमेन।